गाइज मैले त्यसलाई भनिरहेको थिएँ कतिचोटि मेसेज पनि गरेँ होइन फोन पनि गरेँ भएन भनेर त्यसले भन्दैछ म चाहिँ कम्पनीमा छु त कहाँ छस् भनेर भन्दैछ अब कम्पनीमा कतिचोटि भन्यो हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग आयो तपाईँ सबैजना सन्चै आएर बनाउँछ होला म पनि सन्चै आएर छु यति बेला चाहिँ दिउँसोको 3 बजे छ होइन कामसाम गरेर अहिले चाहिँ कम्पनीमा छु कामसाम सकेर अहिले चाहिँ म गाडीको वेट गर्दैछु किनभने आज चाहिँ क्लास छ मेरो होइन आज छ प्लस भोलि छ हिजो थिएन लगभग 3-4 दिन भयो आई थिङ्क एक हप्तै भयो सायद मैले भिडियो अपलोड गरेको होइन युट्युबमा होइन सो त्यही हो भन्दै हुनुहुन्थ्यो मेसेज आइरहेको थियो भिडियो आएको छैन भनेर भन्दै हुनुहुन्थ्यो तपाईँहरूले सो त्यही भएर चाहिँ आज चाहिँ भिडियो हाल्ने सोचमा छु सो त्यही हो अब एकछिनमा चाहिँ गाडी आउँछ लगभग 3 बजे छ अहिले चाहिँ 3 बजेर 10 मिनट गएको छ लगभग 3 बजेर 30 मिनटमा जति गाडी आउँछ त्यसपछि चाहिँ गाडीमा बसेर क्लासतिर जानुपर्ने हुन्छ मेरो क्लास चाहिँ 4 बजेर 40 मिनटमा हुन्छ होइन जो मैले भन्दै थिएँ नि साथी छ त्यसले पनि अब लामो गाडीको ट्रलीको चाहिँ लाइसेन्स दिइदिएको त्यसले अनि त्यसले गर्दाखेरि चाहिँ त्यसको क्लास चाहिँ 4 बजे छ मेरो 4 बजे 40 मिनटमा मलाई चाहिँ आधी घन्टा जति वेट गर्नुपर्छ क्लासको लागि सो केही छैन कहिलेकाहीँ ऊ पनि हुन्छ होइन ट्राफिक पनि हुन्छ त्यही हिसाबले चाँडै जाँदैछौँ सो केटाहरू आउँछ र मेसेज गर्छन् त्यसपछि निस्किनु पर्ने हुन्छ फिलहाल चाहिँ बसिरहेको छु कामसँग डेली सकेर किनभने चाहिँ अब क्लास पनि जानु थियो त्यही भएर चाहिँ आधी काम गरेँ आधी काम चाहिँ अब लगभग लेट आई थिङ्क म भोलि पनि आउँछु होला सायद कम्पनी होइन त्यो आधी काम पेन्डिङ काम चाहिँ गर्नको लागि सो त्यही हो गाइज प्लेसको गर्नुपर्ने हुन्छ एकछिनपछि है त सो गाइज गाडी पनि आइसक्यो होइन बाहिर आइज गरिरहेको छ खै मान्छेहरू कता खाएको नि बाहिर आइज गरिरहेको मान्छे अझै आएन अब आउने भनेको यताबाट कि एउटा बाटो यो छ एउटा बाटो यो छ कि त यताबाट आउँछ त्यहाँ जानुपर्ने हुन्छ कि त यताबाट घुमेर आउनुपर्ने यता रोक्छ लेट्सी बाहिर त आइसक्यो अब कतिखेर आउँछ गाडी गाडीमा बस्ने सिधै निस्किने नि क्लासको लागि सो गाइस गाडी पनि आइसक्यो देख्न सक्नुहुन्छ गाडी चाहिँ यो छ है टक्क लाएर साथीभाइहरूसँग मिलेर जुली जाँदै पर्छ भन्ने कुरा हो गाडी आफै चालु भइहालौँ नत्र अप्ठ्यारो हुन्छ सलाम अलैकुम सो गाडीमा बसिसक्यो अब चाहिँ साथीहरू टक्क अगाडि छन् हामी चाहिँ अलिक पछाडि रमाइलो गर्दै गाना अब आइरहेको छ कि त्यो लेट चाहिँ के हुन्छ कसो हुन्छ कति गाडी लाग्यो भने अप्ठ्यारो हुन्छ फेरि होइन सो जाम सिधै अब क्लास स्कुल पनि आइसक्यो हाम्रो स्कुल चाहिँ यस्तो देखिन्छ होइन मेरो चाहिँ अहिले क्लास होइन अझै मेरो 40 मिनट छ क्लास सुरु हुनलाई त्यसले यो साथीले गर्दाखेरि चाहिँ चाँडै आएको छु म आज सटरडे पनि हो खासै काम पनि थिएन भनेर चाहिँ चाँडै आइयो होइन अब फेरि यसलाई छोड्ने फेरि लिन आउने भन्न हल्का जे हुन्छ भनेर चाहिँ मै आएँ साढे आधी घन्टा कुरा त्यसपछि मेरो क्लास हुन्छ होइन भित्र चाहिँ यो भिडियो बनाउन मिल्दैन भित्र गएर बस्ने भनेर मैले सोचेको थिएँ गाडीमै बस्ने भनेर गाडी चाहिँ लक गरेर गइसक्यो मान्छे म चाहिँ जाँदैछु भित्र चिया खाम होइन त्यसपछि एकछिन कुरा भने त्यसपछि पालो आइहाल्छ त्यसपछि सिकेर सिधै अनि निस्किने पाइयो गाइस भित्र पनि आइसक्यो होइन अब यहाँ वेटिङ रुममा बसिरहेको छ आफ्नो टाइम आफ्नो पाली नआउँदैछ भने यहाँ कुरेर बस्ने हो त्यसपछि चाहिँ जाने हो आफ्नो टाइम आएछ टक्क लगाएर बाहिर होइन मैले चाहिँ यहाँ के देखाउन लाग्यो भन्दाखेरि होइन हामीले चाहिँ पार्किङ टेस्ट हुँदाखेरि चाहिँ यहाँ गाडी देख्नु भएको नि होइन यो गाडी लिएर अनि उहाँ गएर पार्किङ गरेर यो छेउ कुनामा चाहिँ औँलाको उतापट्टि पार्किङ गर्ने एरिया छ होइन त्यहाँ गएर चाहिँ पार्किङ गर्ने हो त्यसपछि सकियो पार्किङ गरेको त्यति हो टेस्ट भनेको एउटा पार्किङ गराउँछ कहिले काहीँ 2टा पार्किङ गराएको थियो मलाई चाहिँ एउटा मात्र पार्किङ गराएर पास गरायो अरूलाई चाहिँ 2टा पार्किङ कसैलाई 2टा पार्किङ गराउँछ नत्र पनि एउटा पार्किङमा चाहिँ पास गराइन्छ सो त्यही हो यो चाहिँ हाम्रो वेटिङ रुम देख्न सक्नुहुन्छ यहाँ फुल अन वेटिङ चलिरहेको छ तपाईँको यहाँ चाहिँ पानी पनि रहेछ सुविधा चाहिँ पानीको सुविधा पनि रहेछ एक गिलास पानी पनि खाइदिउँ होइन ल दबाउनु पर्ने हुन्छ ओहो यो त बिग्रिरहेछ चिसो तातो पानी अनि बिग्रिरहेछ चिसो पानी लास्टै चिसो छ भने तातो पानी अनि बिग्रिरहेछ त्यही भएर चिसो पानी मात्र हाल्यो जस्तै चिसो छ पानी सो गाइस अब चाहिँ म यार्डमा पनि आइसकेँ गाडी सिक्ने ठाउँमा होइन गाडी सिक्ने ठाउँ यो हो गाडी लिएर जाने बाहिर जाने हो है
सिक्ने ठाउँ त सिकिसक्यो, भित्र जति सिकिसक्यो। बाहिर जाने अब उस्ताद पनि अब 5 बजीमा आउनुहुन्छ। त्यसपछि चाहिँ गाडी लिएर बराबर भइदियो हामी बाहिर। त्यसपछि सिधै 6 बजी आइन्छ सिधै भित्र सकिन्छ 5 बजी होइन। अनि तिनीहरूले रोक्नु हो, तिनीहरूले चाहिँ मलाई कुर्नुपर्ने हुन्छ 6 बजीसम्म। 1 घन्टा म तिनीहरूलाई 40 मिनट कुरेँ होइन। अब मसँगै आएको चाहिँ अब त्यसको क्लास 5 बजी सुरु भएको थियो। 4 बजी सुरु भएर 5 बजी सकिने हो। अनि मेरो क्लास चाहिँ 4:30 बजी सुरु भएर 6 बजी सकिन्छ होइन। तिनीहरू चाहिँ अब 1 घन्टा 10 मिनट जति कुर्नुपर्ने हुन्छ, 1 घन्टा 10 मिनट या 40-50 मिनट कुर्नुपर्ने हुन्छ मलाई। सो त्यही हो। अब चाहिँ कतिखेर हो उस्तो धाउने हेरिरहेको छु, बाटो हेरिरहेको छु, उस्तो धाउने। त्यसपछि चाहिँ सिधै चलाउने काम कुरो गर्नु। 90 हो त हाम्रो गाडी चिने जस्तो गाडी भयो त्यहाँ त। चिने हाम्रो कम्पनीको मान्छेको गाडी जस्तो लाग्यो मलाई त्यो त। Honda 90 भन्ने त्यस्तो लाग्यो होइन अहिले पुरा। सो त्यही हो। कतिखेर आउँछ हुन्छ त्यसपछि त सिधै बाहिर यहाँबाट बाहिर निकालिदिने यो गाडी सिधै चलाएर मजा आउँछ मान्छे होस्। क्लास पनि सकिसक्यो। कितना बजे खड़ा हुआ था तुम्हारा? 5 बजे 4 बजे 5 बजे गाड़ी को अरे देखो अरे बढ़िया लग रहा है क्या? सही देख ही रहा है ना। तो जब 5 बजे क्लास हुआ था बंदे का क्लास। कल है नहीं है? कल है नहीं है? नहीं है यार। क्लास हो गया यार। तुम कल आएगा? कल भी है मेरा। ये लेके आएगा, मुश्किल नहीं। हाँ लेके पक्का ना? सेम टाइम पे है? सेम टाइम पे नहीं, थोड़ा लेट आने का क्योंकि इसका भी नहीं है ना कल। हमको उधर से निकला 4 बजे निकल के इधर 4 जल्दी आएंगे तो कोई मसला नहीं। 3:20 पे 4:20 पे आएंगे, कोई मसला नहीं। 30 पे आएंगे। सो अब आज हामी स्किन लगाएको टक्क लगाएर चले आज जल्दी हो गया ना। पढ़ाई का वो कभी है? टेस्ट कभी है? टेस्ट अभी है, अभी 2 क्लास लिया। टेस्ट किधर से देगा? 2 क्लास अभी बस? हाँ, एक मिस नहीं किया था। हाँ वो तो पेमेंट किया उसका। पेमेंट खत्म हो गया। यहाँ कैसा होता है रे ना, बस 10 क्लास का पेमेंट दिया ना। हाँ ओके। 10 क्लास को पेमेंट दिने हो होइन एकैचोटि। अब सबै एकचोटि दिने हो नि हो नि त। तर चाहिँ 10वटा क्लास को पेमेंट दिएपछि होइन अब एउटा पनि क्लास मिस गरेर त्यसको चाहिँ कितना पे किया था तुमने? 315 दिरहम एउटा क्लास को मतलब। त्यही भएर चाहिँ कोही पनि छुटाउनु हुन्न। कभी भी छोड़ना नहीं भाई। पैसा भाई चला जाएगा फिर। एक दिन इतना इमरजेंसी काम आया था मेरा, मैं सोचा था नहीं आऊँगा, वो एब्सेंट हो जाएगा। वो बोला एब्सेंट कर दूंगा मैं। नहीं उसके बाद फिर मेरे कॉल किया वो दिन। जो मैं आपके पीछे। हाँ वो वाला दिन। ए भाइ 350 यसको त सानो गाडी हो, ठुलो गाडी हो के होइन। अब मेरो चाहिँ सानो गाडी हो। मेरो त 350 थियो, मेरो चाहिँ हल्का कम नै हुन्छ होला सायद। खै थाहा छैन। मिस गरे होइन के मिस चाहिँ नगर मैले पनि गर्दै नगर मिस भन्नुपर्छ। सो मेरो चाहिँ काम पऱ्यो भने होला के कुरा हो। नत्र भने चाहिँ मिस कहीँ गर्दिनँ भन्ने खास। सो त्यही गाई जब चाहिँ निस्किन लाम सिधै हामी रुममा होइन कम्पनी जान सोच्छ। कम्पनी जान बाटो होइन यस्तो छ नि होइन। देख्न सक्नुहुन्छ योबाट फुल अन रस हुन्छ। लास्टै रस हुन्छ यो बाटो आउँदै हुन्छ। देख्न सक्नुहुन्छ भाइ साहब बाहिर लामो लाइन लागेको छ। पाजी के पास बहुत पैसा है। हाँ भाई बहुत मेरे पास। अरे भाई गरीब बंदा हो यार। गरीब बंदा है। 5-6 हजार दरम तनख्वाह है। बस वही है भाई, सुनना है वही बाकी चाहे 5-6 हजार दिरहम। मैं देखा ना कौन क्या काम करता हूँ मैं। तो सही है, क्या काम करेगा तो 5,000 दरम भी ज्यादा है ना। एक दिन लिएर गएको थिएँ कम्पनीमा। आउने आधा घन्टा पहिला चाहिँ आएको थियो होइन कम्पनीमा। यसलाई मैले चाहिँ के काम गर्छु सब देखाएन आफैले देखेको थिएँ कि यस्तो काम गरिन्छ भनेर। यो काम पैसा त धेरै होला है भन्छ। कहाँ भन्ने पैसा धेरै, काम त धेरै छ अहिले। त्यही चलो बस लगाइरह यस्तो तरिकाको भाइ साहब। भर्खर गेटमा आइयो होइन। गेटमा आएर चाहिँ अब आइडी कार्ड देखाउनु पर्ने हुन्छ नि त। एमरेस आइडी देखाउनु पर्ने हुन्छ। हाम्रो यहाँ फ्री जोनवाला चाहिँ एमरेस आइडी देखाउनु पर्ने हुन्छ। त्यही भित्र लगाएको होइन। आइडी कार्ड चाहिँ मैले पर्समा राखेको थिएँ होइन। अब मोबाइलमा मैले जहिले पनि आउँछु नि त, म मोबाइलमै गर्छु नि त होइन। मोबाइलमै गरेर देखाउँछु। आज चाहिँ अब कहाँको मान्छे त्यो खै थाहा भएन होइन। आइडी खै भनेर भन्दै थियो होइन। आइडी खै त्यही छ मोबाइलमै। अब पर्स भने मसँग हुन त, तर चाहिँ मैले देखाएन पर्स भनेर। कहाँ हो तेरो घर हिन्दीमा कि कहाँ हो घर अनि कुन चाहिँ कम्पनी हो भन्छ।
लुब्रेक्स घर चाहिँ नेपाल भनेर भनेको आई थिङ्क नेपाली मान्छे नेपाली चाहिँ त थियो जस्तो यसो वो नेपाली चाहिँ था आई थिङ्क वो चेक गर्नेवाला नेपाली था ना चेक गरेर नेपाली मान्छे छ अब आइडी साइडी कहाँ छ देखाएँ मैले देखाएँ घर कहाँ हो के हो कसो हो भनेर सोधिरहेको ठिकै छ सो केही छैन अब चाहिँ हामी आइसक्यौँ त्यो प्रब्लमको कुरा केही भएन बस अब आइडी छ होइन किन टाढै चाहियो र होइन मोबाइलमा देखिरहेको छु मैले त्यही सेम हो गरे त्यहाँ अब कार्ड हेऱ्यो भने त्यही हो मोबाइलमा हेऱ्यो भने त्यही हो सो केही छैन अब जाँदैछ हामी सिधै कम्पनीतिर मलाई छोड्छन् कम्पनीमा त्यसपछि म आफ्नो साइकल लिएर पंची धारेर जानुपर्ने हुन्छ सो कल भी जाना है आपने इस लेक्चर में वो गेट का वो रास्ता बंद होने का भी बताया ना कौन सा रास्ता जो उधर रास्ता बंद लेक्चर हो गया ये लेक्चर दे रहा हूँ मैं हाँ यार हामी जाँदै थियौँ सिधै जानुपर्ने थियो हाम्रो बाटो बन्दैछ त्यही भएर चाहिँ हामी घुमेर आउँदैछौँ पोर्टवाला एरिया ना ये बोटवाला देख्न सक्नुहुन्छ है पोट गाडीहरू पोटै बेला भन्छ पोट डुवाहरू राखेको ठाउँलाई पोट भन्छ सो त्यही हो गाइस अब चाहिँ सिधै कम्पनीमा त्यसपछि पन्चिङ हाल्नुपर्ने हुन्छ अनि त्यसपछि निस्किनुपर्ने हुन्छ सिधै रुमको लागि गाइस कम्पनीमा नै आइसक्यो अब पन्चिङ हानौँ त्यसपछि निस्किहाल्नु पर्ने हुन्छ किनभने केटाहरू पनि छैनन् केटाहरू पनि गइसकेको सायद लाग्दछ मलाई रमाइलो हुन्छ हाम्रो सेक्युरिटी सर पनि यही हुनुहुन्छ अरे सेक्युरिटी सर वो चाहिँ को रहेछ चलो भाइ पन्चिङ हाल्दिउँ चलो भेरिफाइड हो गयो अब चलो निस्क्यो भाइ साइकल लिगौँ त्यसो सिधै जाम रुमतिर क्याम्पमा पनि आइसक्यो त्यसो जेरी खाना मन लगाएर जेरी लिगेको तातो रहेछ म्याक्कीले ल्यायो महेन्द्र कता के गर्ने हो कसो गर्ने हो कुनै सो कपडा पनि उठाउनु छ अलिअलि कपडा उठाउनु छ त्यसपछि रुममा जाने हो नुहाइदा गरेर भ्याएपछि सिधै सो हेलो गाइज एन्ड वेलकम टु अनदर डे किनभने चाहिँ हिजो चाहिँ भिडियो इन गर्न पाएको थिएन मैले भिडियो पनि इन गरेको थिएन मैले होइन किनभने काम पनि त्यस्तै पऱ्यो रुममा आएँ त्यसपछि कामै त्यस्तो पऱ्यो अनि फेरि बाहिर निस्किनु पऱ्यो मलाई होइन सो त्यही कारणवश चाहिँ अहिले यतिखेर 3 बज्यो 3:30 बज्यो होइन 4 बज्नुलाई 10 मिनट आई थिङ्क 10 मिनट बाँकी छ सायद यति बेला चाहिँ मैले भिडियो स्टार्ट गर्दैछु नेक्स्ट डेको यति बेला चाहिँ मेरो चाहिँ क्लास जाने बेला भएको छ आज पनि क्लास छ मेरो होइन अब एकछिनमा चाहिँ निस्किनु पर्ने हुन्छ किनभने चाहिँ अब आज क्लास छ भोलि पनि क्लास छ मैले गाडीवालालाई कल गरिसकेँ गाडीवाला चाहिँ एकछिनमा आउँछु भनेर भन्दैछ सो रेडी भएर बाहिर आएर बसिरहेको छु 4 बजिसकेको छ अझको 40 मिनट पछि मेरो क्लास सुरु हुन्छ सो त्यही हो वेटिङ गरिरहेको छु गाडीको कतिखेर आउँछ होइन घाम बिहानदेखि चाहिँ म घाममा बाहिर निस्केको थिएन म होइन घाम चाहिँ खासै परेको थिएन शरीरमा भर्खरै पर्दैछ होइन आँखामा घाम परेर पुरा टल्किरहेको छ अलग अलग कलर देखिरहेको छु मैले फिलहाल चाहिँ सो त्यही हो अब चाहिँ वेटिङ गरिरहेको छु कतिखेर आउँछ लेट्सी एकचोटि कल पनि गर्नुपर्ने हुन्छ म यहाँ बसिरहेको छु भनेर हुन त म्यासेज छोडेको थिएँ मैले मान्छेलाई ड्राइभरलाई जो छोड्न आउने मान्छे त्यही पनि अब चाहिँ तसल्लीको लागि चाहिँ कल गरौँ अनि त्यसपछि म यहाँ छु भनेर भनौँ एकचोटि है त गाइस मैले त्यसलाई भनिरहेको थिएँ कतिचोटि म्यासेज पनि गरेँ होइन फोन पनि गरेँ भएन भनेर त्यसले भन्दैछ म चाहिँ कम्पनीमा छु त कहाँ छस् भनेर भन्दैछ अब कम्पनीमा कतिचोटि भने मैले म रुममा छु आज छुट्टी छ मेरो होइन म चाहिँ रुममा हुन्छु मलाई रुमबाट होइन यो मार्केट छ नि त सानो यहाँ देख्न सक्नुहुन्छ यो मार्केट छ होइन यो मार्केटदेखि मलाई पिक गर भनेर भने कतिचोटि भने क्या मैले म्यासेजमा पनि भने अनि फोनमा पनि भने त्यसले चाहिँ एउटै कुरा भन्छ तैँले मलाई म्यासेजै गरेनस् भनेर भन्छ अब यहाँ कुरिरहेको छु कतिखेर आउने थाहा छैन त्यो चाहिँ मार्केट भनेको मदिना उतापट्टि छ कि क्या सायद मदिनामा छु भनेर भन्दै थियो अब लेट्सी कतिखेर आउँछु हुन त 4 बजिसक्यो 4:40मा उहाँ पुग्ने हो होइन त्योभन्दा चाँडै पुग्यो नि केही भएन त्योभन्दा 10 मिनट ढिलो पुग्यो नि केही भएन तर 5 बजी चाहिँ पुग्नु भएन भन्ने कुरा हुन त आज खासै त भिड हुँदैन किन ट्राफिक हुँदैन होइन आज चाहिँ हुन त हुन नि सक्छ नहुन नि सक्छ ट्राफिक लेट्सी गएपछि थाहा हुन्छ ट्राफिक हुन्छ कि हुँदैन भन्ने कुरा सो कतिखेर हो कहाँ छ हो मान्छे अब मसँग इन्टरनेट छैन फिलहाल भन्दाखेरि अब त कतिखेर आउने हो कहाँ आउने हो
दुःखै छ हौ भन्दैछ फेरि उहाँ पुग्नु पऱ्यो अर्को तलालतिर पुग्नु पऱ्यो अरे अब त जाँदैछु यार के गर्ने त यार अब भोलिदेखि यससँग आइन्न अर्को मान्छेलाई खोज्नुपर्छ ल्याङल्याङ गरेर आयो अहिले होइन पैसा दिने हो नदिने होइन होइन आखिर पैसा दिनै छ जानलाई जान आउन पैसा दिनै पर्छ नदिने होइन त्यही पनि नाटक गरिरहेको ड्राइभर भएर त्यसलाई मैले जानेको पहिला गाडीमा त जाम पाएको छु त्यसपछि अनि क्लास लिन्छु अब मैले सो गाइस फाइनली आयो तलमा यहाँ बसिरहेको छ म उहाँ थिएँ यहाँ बसिरहेको छ सो केही छैन क्लास के लिने हो ठिकै छ जाम सिधै अब क्लासमा त्यसपछि क्लास सकेर गएपछि अहिले 6:30 हुन्छ रुममा पुग्दा सो त्यस्तै चलिरहेको छ लाइफ भनेको ड्युटी आऊ क्लास जाऊ ड्युटी आऊ क्लास जाऊ त्यस्तै चलिरहेको छ जाम अब सिधै क्लासतिर पार्किंग नहीं मेरे भाई अभी रोड टेस्ट फाइनल उसके बाद में फाइनल उसके बाद है चलो क्लास सकिसक्यो अब चाहिँ निस्किन लागेको लास्ट तक लाग्छ हो अब त धेरै आज बहुत चलायो यार आज बहुत चलायो मज़ा भी आ गया चलो सही है इस नेक्स्ट वीक तक तो आई थिंक टेस्ट का भी करवाना पड़ेगा सीधा एकाउन्टमा थोरै काम थियो एकाउन्टवालासँग भेटेर आएको पैसा आएछ पेमेन्ट बाँकी थियो आई थिंक 10 क्लासको 30 क्लास मेरा 30 क्लास खत्म हो चुका यार 30वटा क्लास सकिसक्यो होइन अब भोलि चाहिँ सकेको छैन अझ 2टा क्लास बाँकी छ भोलि हुन्छ 2टा क्लास त्यसपछि 30वटा क्लास सकिन्छ अनि अब फेरि 10वटा क्लासको पेमेन्ट गर्छु अनि त्यो भित्रमा चाहिँ सकेसम्म त्यो भित्रमा चाहिँ लाइसेन्स लिने कोसिस गर्छु अर्को 10 क्लास त लिनु पर्दैन भने चाहिँ त्यो चाहिँ सही लेट्स सी के हुन्छ भोलि आएर थाहा हुन्छ कहिले गराउँछ मेरो चाहिँ टेस्ट भनेर सो तब चाहिँ हामी निस्किन लागेपछि अब म त रुमबाट गएको नि त होइन आज चाहिँ रुमबाट गएको सिधै रुममा जाने अब सो आजको लागि यति भन्न चाहन्छु खासै धेरै नै लामो हुन्छ जस्तो लागिरहेको छ भिडियो जो नयाँ हुन्छ सब्सक्राइब गरिदिनु लाइक गरिदिनु होला होइन त्यति भन्न चाहन्छु सो यो तपाईँलाई राम्रो लाग्यो होला राम्रो लाग्यो ट्याग चाहिँ हानिदिनु होला त्यति हान्नु पर्ला सेयर सब्सक्राइब